दाजुभाइ दिदीबहिनीहरू के गर्ने अब जिन्दगीमा के हुन्छ कसो हुन्छ भन्ने कुरा कसैलाई थाहा हुँदैन है। अब आजदेखि डेरा सर्ने भइयो होइन, आयुष्मान केन्द्रबाट अब सिंहदरबारको डेरा सर्ने भइयो होइन। त्यो पनि दरबारै थियो, दरबारबाट फेरि अर्को दरबारमा सर्ने भइयो, राष्ट्रिय आयुष्मान केन्द्रको दरबारबाट। र अब सम्पत्ति त लैजानु पर्यो, आफ्नो सम्पत्ति होइन। ल सबै सम्पत्तिहरू यति हो। मैले ल आज चाहिँ यो डेरा सर्दाखेरि मेरो डेराको सम्पत्तिहरू यसरी चाहिँ लैजाँदैछु। दाजुभाइ दिदीबहिनी हेर्नुहोस्, महालक्ष्मीको सम्पत्ति कति हो कति हो। ए अब कतिवटा पोका भयो गुरु सम्पत्ति फेरि नसक्नुको सम्पत्ति छ। यहाँ चाहिँ सबै कागज पत्रहरू मेरो चाहिँ चाहिने कागज पत्रहरू छ, अरू सम्पत्ति चाहिँ यति हो। ल आज डेरा सर्ने भइयो। अब के गर्ने, भगवान्ले जता जता लैजान्छन् त्यता त्यता जानुपर्ने, भगवान्ले जे जे गर भन्छन् त्यही गर्नुपर्ने हो। ल है, सबैलाई नमस्कार छ। अब के गर्ने है, भेट्दै गरौँला, भेट्दै गर्नु है, कुराकानी गरौँला। ल धन्यवाद छ।